Hello, I'm fine. Bye bye. So this is our 5th day and आज चाहिँ यहाँ हामीले छुट्याइसकेको छौँ यहाँ माझीचार यहाँ यो समोतुङहरूको कुम्रेकहरूको यो मामरिङको यो आइपिएमके लम्फूको यो मामरिङहरूको अनि यो डुगाको डुगा दितलाङ अनि अझै यो प्याकेजहरू खोल्नु छ डल्लै यो खोलिसकेर चाहिँ सो ला अब चाहिँ हामी यहाँबाट निस्किन लागेको सो 2 जना गइसकेछ उता हामीलाई छोडेर हो म जुम गर्नु भ्याउँदिनँ सो एकछिन क्यामेरा चाहिँ मन गरिहाल्यो अब हाम्रो पालो छ यो कसरी लान्छ कुन दिन चाहिँ एउटै हाल्नु छ फेरि 2 जनाको ल तिम्रो सम्पत्ति यत्रो लामो कसरी लान्छ पनि ल त गाइस हाम्रो सबै भइसक्यो बोरा पानीहरू अब चाहिँ वी आर गोइङ मामरिङ पहिला हामी अप्पर मामरिङ सक्छौँ त्यहाँदेखि बिस्तारै झर्नु छ है जो झारौँ होइन ला ए इसारा गर्नु हुन्छ त हेलमेटको अलिकति ठुलो भएछ मेरो साइज नै क्या अन्त अलिकति कसो भयो मिलाउने यहाँ फेरि हो स्वच्छ भारत इरादा कर लिया हमने बाइकको जस्तै मलाई ठुलो भयो यो हेलमेटै ल त गाइस हामी अब चाहिँ निस्केको है या शीतल भइदियो गाई जम्बो इन्डिकेटर दोस्त इन्डिकेटर यसो छ केटाहरू बिर्सिन्छ इन्डिकेटर यो तपाईँहरू देख्दै गरेको चाहिँ यो तपाईँको खानेकला पुरा आइपुग्यो अनि मामरिङ अलिक टाढै छ यो रोड चाहिँ कहिल्यै नबन्ने रहेछ यार सो अब हामी है यो ओभरटेक नवाला गरौँ गाइस हामी अब यहाँ रोड गएर छ ठुलो ओभरटेक हाने sorry ल हामी माइनस 2 आइपुग्यो है माइनस 2
यहाँ चाहिँ अब हामी डेलिभर गर्न आँटेको दिनु भनेछ साङ ल्याएको हो सपना छ त हो 3टा 4टा छ 3-4 म्यामको हजुर आउँछ 4टा छ 4टा पुरा ठुलो भयो मलाई हो यो म निकालिदिएको छु ल छ नि 4टा छ अन्त 4टा होइन 3टा छ थियो छ नि हिजो नि कल उठाएन नि त हिजो पेन्सिल पनि गएको थियो एउटा भयो एउटा मात्रै रहेछ ओ त्यो पेन्सिलहरू पनि थियो नि कसको पो हो हजुर 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 यहाँ गोडाउन कता छ एफसिआई गोडाउन त्यहाँ पनि छ ये अभी हमारे ऑफिस में नहीं आएगा 30 तारीख को आपका डिलीवर होगा 30 तारीख को होगा हाँ जब अभी- आया ना तो मैं इधर ही ड्यूटी करूंगा दे दीजिएगा ना नाम नाम राहुल कुमार ओके ओके याद रखिएगा राहुल ओके। कुमार। किसी दोस्त को भी बोल दीजिएगा राहुल कुमार 10 साल यहाँ ड्यूटी कर रहा है ठीक ना ओके क्योंकि एलकेएम का एड्रेस दिया इसलिए एलकेएम का हाँ एड्रेस एलकेएम हजुर यहाँ एउटा छ नि कहाँको एउटा छ एउटा फोन खोज्दै रहेछ मैले हो सो यहाँ साइड गर्नु अरे किनभने त्यहाँ दिँदैन अरे नि त ठिकै छ हौ 4टा थियो मेरो मेरो पनि थियो तिम्रो छ मेरो एउटा मात्रै पढेछ कुनी कुनी हजुर मिसोबाट मिसोबाट 5-6वटा पो ए 5वटा पाँचवटा म ढिलो भएको थियो होला है हिजोमा आएको थिएँ कल उठाएन नि त आज त कल गरेर सक्दिन्छ होला याद थिएन यहाँ निस्केको त यहाँ छ नि याद थियो नि मलाई पुरा मिसको हो भने मलाई के थाहा कम्पनी गएको छ नि यहाँ कम्पनी त थाहा थियो म यहीँ फोन गरिदिनु थाहा थियो कि कल उठाएको थियो हो बोल्दै साउन्ड बजार छ नि आउनुहुँदैछ अरे आउनुहुँदैछ हो हो सब्सक्राइब गर्नु भन सब्सक्राइब गर्नु भन सो ल मैले चाहिँ यहाँ क्यामेरा मन गरिसकेँ यहाँ जाइडेसमा मेरो सामान दिनु थियो त्यो दिइसकेँ अनि फेरि म मेरो सामान त्यहाँ लोवर मामलिङमा छोडेको थिएँ अनि त्यो सामान लिनु फेरि जाँदैछु त्यहाँदेखि चाहिँ हामी अप्पर मामलिङ जान्छौँ है मैले एउटा पार्सल दिइसकेँ अब चाहिँ हामी अप्पर मामलिङ जानेछौँ पहिला चाहिँ
त्यहाँदेखिको चाहिँ हामी आया आया घोडा ठोक्यो यार सो गाइस अब चाहिँ हामी होइन 2टा 3टा कतिवटा गयो त 4टा गयो ल 4टा गयो उता उसको 4टा गयो मेरो एउटा गयो त्यहाँ साङ्ग्रियालाई अनि एउटा गयो हो सो अब चाहिँ हामी माथि मामरिङ अप्पर मामरिङ गएर चाहिँ डरलाग्दो यहाँ अड्डा बस्नुपर्छ अड्डा कता बुझिनँ कता उपरको ल म यता जानु ल ल ल सो हामी भर्खर डिस्कस गऱ्यौँ है हामी चाहिँ म चाहिँ तलमा जाने अरे सिनो बनायो गाइस यहाँ चाहिँ तपाईँको लोवर माउन्टिङ पर्छ तल्लो माउन्टिङ अनि अब यहाँबाट चाहिँ निकै पार्सलहरू आउँथ्यो हिजो यहाँ धेरैचोटि आएँ मेन चाहिँ यहाँ चाहिँ यहाँ के अरे यो सलुन दोकानमा चाहिँ आउँछ होइन त्यही हो फिक्स एड्रेस सो अब यहाँ रोकेर चाहिँ एक कल गर्नुपर्ने छ कलहरू गर्नु छ नि त्यसैले म भ्लग पनि बनाउन सक्दिनँ है गाइस ल है त यो चाहिँ हो तपाईँको सलुन हेलो दा आज म आएँ नि हौ नाम छ होला कन्टिन्यू गर्न सक्दिनँ ल म चाहिँ अफर पुल जानु छ है क्या शीतल भइदियो गाइस माथि जाने यहाँदेखि माथि जान्छ तपाईँको क्या स्किड भइदियो भर्खर यस्तो हुन्छ गाइस स्किड हुन्छ आइपुग्यो फेरि अहिले अड्डा के चाहिँ
कुन चाहिँ कलदेनको निकै छ भन्दै थियो नि यसकै दुईवटा सामान छ अर्को मान्छे ल्याउँदैछ भन्दै तपाईँले दास सोचेर भनेको थियो होइन त्यो जाइरहेछ उठाएन नि त कल अन्त नगएको को म पर्खाएँ नि त्यसले पर्खाएँ नि मलाई त्यो वाइफाईकोले यहाँको छैन कल उठाएको छैन हौ एउटाले 3 बजी रिसिभ गर्छ अरे कि माथि साइकको उसमा फार्मेसीको नि के मेडिकल सपमा भरे कहाँ जाउँ माथि कहाँ म माथि हुन्छु र यो लिएर जाउँ न अब बट्टाहरू र अब यो अब हामी चाहिँ लोवर मामलिङ सक्यो अब चाहिँ हामी के अरे अप्पर मामलिङ जानेछौँ हजुर निकेस राइड छ र यो चाहिँ कल नउठाउनेहरूको यहाँ लोवर मामलिङको अब कल नउठायो भने ओ कि यहाँ राख्यौँ है यहाँ राखिदिउँ है ओ ए जति त्यहाँ त 2टा ट्रक छिर्छ अब जमिन अब यत्रो जमिन भयो भने गाडी कुदाउनु आएन भने त होइन जति जमिन किन्यो त कुदाउनु आएन किन गाडी किनेको हजुर यहाँ भागिदिनु पर्छ कता हो पहिला कता म यहाँ अगाडि हुन्छु चौतारामा अब हामी अप्पर मामलिङ जानेछ उसको चाहिँ वाइमा काम छ अनि त्यहाँबाट 1 दिइसकेर चाहिँ अब हामी अप्पर मामलिङ जान्छ म यहाँ चौतारामा पर्खिन्छु यहाँ चौतारामा ट्याक्कै हो हेलो लु पोस्ट देऊ न पोस्ट यसो गर हेलो आइम फाइन ल बाई बाई जाऊ जाऊ त हामी अब अप्पर मामलिङ जाँदै गरेको अवस्था छ अनि घुम लाग्यो 12 बजिसकेको छ घुम लागिसक्यो भर्खर हामीले किजनलाई भेट्यौँ लियोनलाई भेटेको छ गाइस ओ
भिडियोमा आयो भएन ए सो यो चाहिँ तपाईँको जाइडस मामरिङको जाइडस म हिजो त्यही जग्गा सेम एक्ज्याक्ट लोकेसन त्यहाँ भेटेको मैले उसलाई सो हे गाइस आज मेरो पेमेन्ट भएको छ अनि आज कति 28 हो 28 कसले भन्यो 28 कति 1800 भएको छ अनि यहाँ बाबालाई दिएको थिएँ भर्खर यति हाल 10 टाइस यहाँ छुटाउँदैछ है गाइस 10 रुपियाँ बेसी नै हाल प्रभुलाई हो यहाँ अब जिजस भोलिको लागि लगाइदिएर यो के सरी भोलि पछि आउँछ ला 60 रुपियाँ 80 कति भयो 60 110 तपाईँ अब यो चाहिँ भोलि पछि के छ आउँछ ए पुग्ने रहेछ खाजा खानु